यो नि त खाइदिनु बिस्तारै स्लो मोसनमा स्लो मोसनमा स्लो मोसनमा ल ल हेलो साथीहरू हजुरहरूको मिस्टर कुशवार ब्लग भिडियोमा आइसकेको छ सम्पूर्ण सबैजनालाई चाहिँ मानढोक अनि नमस्ते अनि साई नमस्तेको नमन गर्दछु है अनि आजको विशेष भ्लग चाहिँ के छ साथीहरू भन्नुहुन्छ होइन आजको विशेष भ्लग चाहिँ तपाईँहरूले नसोचेको छ क्या आज चाहिँ कस्तो अब नसोचेको कस्तो छ भन्नुहुन्छ भने आज चाहिँ स्पेसल घोगी आज विशेष घोगी बनाउनु लागेको छु होइन कतिपय सहर बजारमा बस्नुहुने होइन साथीहरूलाई थाहा नहुनसक्छ होइन अनि अब हजुरहरू चाहिँ घोगी कस्तो हुन्छ अनि घोगी कसरी बनाइन्छ होइन अन्तिसम्म क्लिप बाई क्लिप देखाउने छु तर अहिले चाहिँ सुरुमा तपाईँहरूलाई चाहिँ होइन अब के गर्न लागेको छु भन्नुहुन्छ भने होइन अब सुरुमा म तपाईँलाई घोगी देखाउँछु त्यसपछि अनि घोगी के लान्छ त्यो क्लिप बाई क्लिप टक्क देखाउँछु है हेर्नुहोस् यो चाहिँ घोगी तपाईँहरू लाग्छ कस्तो किरा जस्तो भन्नुहुन्छ होला होइन तर यो चाहिँ किरा होइन यो चाहिँ अब घोगी हो तपाईँहरूलाई थाहा अब धेरैजसोलाई त थाहा पनि छ खाने मान्छेलाई चाहिँ नखाने मान्छेलाई थाहा पनि हुँदैन होइन घोगी यस्तो हुन्छ है अनि अहिले चाहिँ अब यता कराई तात्तिँदैछ अनि त्यसको लागि चाहिँ अब यो घोगीमा आलस पनि लाउनु पर्ने हुन्छ कि यो चाहिँ आलस है साथी अहिलेको लागि चाहिँ के पुग्छ साथीले घोगीको लागि मसला मरद तरिकाले पिसाइ हुँदैछ हो साथीले गाह्रो छ घोगी खाने मिठो हो कि तर के गर्नु मसला पिस्नु पऱ्यो अब फेरि आलस पिस्नु पर्ने छ घोगीमा लाउनको लागि अनि घोगीमा चाहिँ आलस लाग्यो नि बब्बाल हुन्छ क्या बब्बाल मिठो हुन्छ टेस्टै छुट्टै हुन्छ क्या घोगीमा आलसहरू लाउँदा मरमसला टक्क पुग्यो भने हो कि त्यसो भन्दा हो यो चाहिँ सही हो सही हो नि होइन हो ल अहिले चाहिँ टिपुवा चाहिँ साथीहरू घोगी खानु त्यति सहिलो छ कति मेहनत गर्नुपर्छ भने त यो आलस अघि भर्खर मसला पिसेको देखाएको थिएँ यो चाहिँ घोगीमा हाल्नुको लागि आलस चाहिँ पिस्नुपर्छ यो चाहिँ मैले अलरेडी भुटिसकेको छु है अनि पिस्दैछु आलस फेरि सिलौटोमा त्यस्तै छ साह्रै अप्ठ्यारो क्या चिप्लेको छ ल कि बुझ्छु साथीले घोगी अब चाहिँ पाक्नको लागि 2 मिनट बाँकी छ आहा साह्रै मजाले पाक्यो है यो हो नि त ल साथीहरू फाइनली घोगी पाकेर सबैजनाले खान थाल्नुभयो अब म चाहिँ सबैजना एक एकजनालाई चाहिँ टक्क सोध्दैछु घोगीको स्वाद कस्तो भयो सुनौ घोगी आकाश भाइ घोगी कस्तो छ हौ एकपल्ट चुसेर देखाइदियो घोगी कसरी चुस्नुपर्छ दर्शकहरूलाई आहा आउँछ नि एकपल्ट होइन भाइ आहा घोगी कसरी चुस्नुपर्छ घोगी अब सर म गएँ फुपाजीतर्फ हेलो मेरो निनाश्री मिठो भएन घोगी मिठो भएन नुन लागेन एकपल्ट चुसेर देखाइदिनु घोगी कस्तो स्टाइल चुसाइदिन्छ चुस्नु त घोगी कसरी चुस्नुपर्छ दर्शकहरूलाई यो शैली होइन अर्को एकलाट फेरि देखाइदिनु बिस्तारै स्लो मोसनमा स्लो मोसनमा ल ल साथीहरू मेन चाहिँ होइन घोगी चाहिँ एकदम दुःख गरेर पानीमा डुबेर चाहिँ कसले मार्नुभयो भन्नुहुन्छ नि अब सट्ट म तपाईँलाई क्यामेरा सट्ट देखाइदिन्छु हाम्रो बडा चाहिँ घोगी मार्नुहुन्छ उहाँ हो उहाँले चाहिँ साह्रै मेहनत दुःख गरेर घोगी मारेर आज हामीलाई सबैजनालाई खुवाउनु भएको छ र कुकमेन चाहिँ म हो बडा कस्तो बनायो भतिजीले घोगी दामी छ है ल